हामी पनि श्रीमतीमा भोलि हाम्रा लोग्ने हामीले पनि बिहा गरेको छैन तर हाम्रो श्रीमानले पनि उबाट सिक्ला भन्ने डर भयो नि त हाम्रा बाउले पनि उबाट सिक्ला भन्ने डर भयो के हामीलाई हाम्रो ज्यान जोगाउन गाह्रो भयो यति धेरै प्रहरी यो बालाजु प्रहरीको यो वृत्तको यो डिएसपी होइन उहाँले सबैभन्दा उहाँले कडाइ गर्ने हो नि त प्रहरी कस्तो छ हाम्रो अफिस कस्तो छ कर्मचारी कस्तो छन् तल्लो दर्जाको भनेर अनि यहाँ 5,000 मा बिकेको म देखाइदिन्छु प्रुफ यहाँको कर्मचारी 5,000 मा बिकेको प्रुफ छ मसँग मेरो सुन खाएको छ मेरो मोबाइल खाएको छ यहाँको प्रहरीले प्रमाण दिन सक्छु म यसको लागि भनेर म 1 महिनादेखि धाएको छु यहाँ र मलाई अहिले बालाजुको गेटबाट भित्र छिर्न दिइदैन के मेरो सुन पचाउनको लागि यसको प्रमाण छ मसँग म कहाँ गइन यो विषयको लागि अनि कतिसम्म ज्याजती भोग्ने हो दिनदाडै मान्छेहरू यसरी मार्न थाले अनि हाम्रो नेपाल कानुन सरकार के हेरेर बसेको छ होइन हामीले ज्यान जोगाउन पनि गाह्रो भइसक्यो के उहाँको श्रीमतीसँग चाहिँ कहिले भेट्नु भयो तपाईँ नजिकै छ हजुर